व्हाट्सएप गाइज म आज फेरि आइसकेको छु मेरो एउटा नयाँ भिडियो लिएर हैन। र आज चाहिँ तपाईहरुलाई म कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट पढाउन गइरहेको छु र एक्सरसाइज गर्नुभन्दा केही तर्फ अगाडि म तपाईहरुलाई एउटा छोटो एउटा यो नोट जस्तो लिएर आएको छु र तपाईहरुले चाहिँ यो कुरालाई याद गर्नुपर्ने हुन्छ। ओपनिङ स्टक, एक्सपेन्सेस, लसेस, डिप्रिसिएसन, रिटर्न अफ पेड चार्ज, डेबिट, ब्याड डेट, इन्कम ट्याक्स, ओभरहेड, इन्ट्रेस्ट एन्ड लोन डिबेन्चर यतिलाई चाहिँ तपाईहरुले आजका लागि हैन एक्सपेन्सेस बुझ्नुहोस्, खर्च बुझ्नुहोस् र क्लोजिङ स्टक, इन्कम, गेन, प्रॉफिट, एप्रिसिएसन, रिसिभ, क्रेडिटेड, ब्याड डेट रिकभर्ड, इन्ट्रेस्ट एन्ड इन्भेस्टमेन्टलाई चाहिँ हजुरहरुले आज गेन मतलब हाम्रो फाइदा भनेर बुझ्नुहोस्, यसलाई चाहिँ हाम्रो घाटा भनेर बुझ्नुहोस्। र यो शब्दहरु तपाईहरुले नोटिस गरिराख्नु होला। यो जहाँ शब्दहरु क्वेशनमा आउँछ तपाईहरु यो सिधै खर्च हो भन्ने बुझ्नुहोस्। यो जहाँ शब्दहरु हैन क्वेशनमा आउँछ तपाईहरुले चाहिँ यिनीहरुलाई चाहिँ हैन फाइदा हो, हाम्रो यो फाइदा हो भनेर बुझ्नुपर्ने हुन्छ हैन। र अब हामी चाहिँ आज एक्सरसाइज गर्नेतर्फ लागौं। र तपाईहरुलाई म यहाँ 20 नम्बरको एउटा क्वेशन लिएर आइसकेको छु हैन। 20 नम्बरको क्वेशन र हामीलाई यो 20 नम्बरको क्वेशनमा हामीलाई दिएको छ भने म क्वेशन पढेर सुनाउन गइरहेको छु। On comparison of cost and financial account, the following facts are disclosed हैन। र यो हामीले यो जरुरत हुँदैन। यो हाम्रो पहिलो नम्बरको क्वेशन हेर्नुहोस्। नेट प्रॉफिट एज पर फाइनान्शियल अकाउन्ट भनेर 45,000 दिएको छ हैन। नेट प्रॉफिट एज पर फाइनान्शियल अकाउन्ट भनेपछि हाम्रो यो टपिक भयो। हामीलाई क्वेशनमा जे अब माथि अब हामीलाई फाइनान्शियल अकाउन्ट दियो भने हामीले टपमा जहिले पनि नेट पर एज पर फाइनान्शियल अकाउन्टै लेख्नुपर्छ। जस्तै कि मैले यहाँ एउटा गरेर राखेको छु यो क्वेशन। यहाँ हेर्नुहोस्, नेट प्रॉफिट एज पर फाइनान्शियल अकाउन्ट भनेर मैले कति चढाएँ 45,000, किनकि यो नेट प्रॉफिट एज पर फाइनान्शियल अकाउन्ट हाम्रो कति दिएको छ त 45,000 दिएको छ नि त। त्यसैले मैले यसलाई 45,000 लेख्न पाएँ हैन। र यो मेरो सिधै गएर मेरो टपमा गएर 45,000 अमाउन्टको कोलममा गएर बस्छ। र अब अर्को क्वेशन हेरौँ है गाइस। र अर्कोमा हेर्दाखेरि हामीलाई ट्याक्स पेड सोन इन फाइनान्शियल अकाउन्ट हैन। ट्याक्स पेड सोन इन फाइनान्शियल अकाउन्ट हामीलाई कति 10,000 दिएको छ। र सबैभन्दा सुरुमा हामीले चाहिँ के बुझ्नु पर्यो भने नि यहाँ अब हामीलाई क्वेशनमा फाइनान्शियल अकाउन्ट दियो भनेपछि हामीहरु चाहिँ आफूलाई कस्ट अकाउन्ट भनेर बुझ्नुहोस्। यहाँ हेर्नुहोस्, यहाँ हामीले सुरुमा अब फर्मेटमा गर्दाखेरि नेट प्रॉफिट एज पर फाइनान्शियल अकाउन्ट भनेर हामीलाई यहाँ लेखेको छौं भने सिधै तल गएर यहाँ ग्याप छोडेर सुरुमा ग्याप छोड्नुहोस् अनि सिधै तल गएर नेट प्रॉफिट एज पर कस्ट अकाउन्ट भनेर सिधै राखिदिनुहोस्। अमाउन्ट केही राख्नु पर्दैन, सिधै गएर नेट प्रॉफिट एज पर कस्ट अकाउन्ट भनेर राखिदिनुहोस्। अब यो केसमा हामीहरु कस्ट अकाउन्ट भयौं क्या हैन। फाइनान्शियल हाम्रो दुश्मन हो भनेर बुझ्नुहोस् हैन। यसलाई फाइदा भयो भने हामीलाई घाटा हुन्छ, हामीहरुलाई फाइदा भयो भने यसलाई घाटा हुन्छ भन्ने बुझ्नुहोस् हैन। हामीहरु चाहिँ कस्ट अकाउन्ट भन्ने बुझ्नुहोस् यो केसमा। अब जाम अब ट्याक्स पेड। अघि मैले तपाईलाई केही टर्म्सहरु देखाएको थिए होला, त्यहाँ पेड भनेर खर्च भन्ने बुझ्नुहोस् भनेको छु। अब यो नेपालीमा ट्रान्सलेट गरौँ। ट्याक्सको खर्च फाइनान्शियल अकाउन्टमा मात्र देखायो अरे कति 10,000। अब हामीहरु त कस्ट अकाउन्ट हो। अब हाम्रो शत्रु भनेको त फाइनान्शियल अकाउन्ट हो नि त। यहाँ हामीहरु शत्रु भनेको त फाइनान्शियल अकाउन्ट हो र ट्याक्सको खर्च हामीहरुलाई फाइनान्शियलमा देखायो भनेपछि हामीहरुलाई त फाइदा भयो। हाम्रो शत्रुलाई घाटा भनेपछि हामीहरुलाई फाइदा भयो। त्यसै कारणले हामीहरुले एडमा लेख्छौं ट्याक्स पेड सोन ओन्ली इन फाइनान्शियल अकाउन्ट भनेर 10,000 हैन। र अब अर्को क्वेशनतिर लागौं। डिभिडेन्ड रिसिभ रेकर्डेड इन फाइनान्शियल अकाउन्ट 8,000। हेर्नुस्, डिभिडेन्ड रिसिभ भनेको हाम्रो इन्कम हैन। डिभिडेन्ड रिसिभ रेकर्डेड इन फाइनान्शियल अकाउन्ट भनेपछि फाइनान्शियल अकाउन्टमा रेकर्ड भयो अरे क्या हैन। आम्दानी चाहिँ 8,000 रुपैयाँ फाइनान्शियल अकाउन्टमा रेकर्ड भयो अरे। अब हामीहरुको हाम्रो त कस्ट अकाउन्ट हो भनेपछि हाम्रो शत्रु भनेको त यो फाइनान्शियल अकाउन्ट हो। यसकोमा फाइदा भयो भनेपछि हाम्रोमा त घाटा भयो हैन। यसकोमा फाइदा भनेपछि हाम्रोमा घाटा। आफसे आफ बुझिहाल्नुहोस् हैन, सजिलै छ। 8,000 यसकोमा फाइदा भनेपछि फाइनान्शियल हाम्रो शत्रुकोमा 8,000 गयो भने चाहिँ हामीले त अलिकति उयो भयो नि त, हाम्रो दुश्मन हो यो भने चाहिँ अब दुश्मनलाई फाइदा भने चाहिँ हामीलाई घाटा भयो। हेर्नुस् है त ई हैन। डिभिडेन्ड रिसिभ रेकर्डेड ओन्ली इन फाइनान्शियल अकाउन्ट भनेर मैले यहाँ चढाएँ माइनसमा 8,000 हैन, भइहाल्यो। र अर्को क्वेशन हेर्नुस्।
डिप्रिसिएसन भनेको खर्च मैले अघि तपाईँलाई त्यो टर्म्सहरू याद गर्नको लागि दिएको थिएँ त्यहाँ तपाईँहरूले देख्न सक्नुहुने थियो डिप्रिसिएसन भनेको खर्च डिप्रिसिएसन अन्डर चार्ज हैन इन कस्ट एकाउन्ट 10,000 हैन डिप्रिसिएसन चाहिँ तपाईँहरूको कम भयो अरे क्या कम खर्च भयो अरे कस्ट एकाउन्टमा 10,000 हैन 10,000 कम खर्च भयो अरे कस्ट एकाउन्ट भनेको हामीहरू हैन अब हामीले यो क्वेसनमा चाहिँ कसरी बुझ्नुपर्छ भने नि अन्डर भनेको थोरै क्या ओभर भनेको धेरै अन्डर भनेको थोरै डिप्रिसिएसन अन्डर चार्ज इन कस्ट एकाउन्ट 10,000 हाम्रोमा चाहिँ थोरै देखायो अरे मतलब कस्ट एकाउन्ट भनेको हामीलाई 10,000 को खर्च मात्रै देखायो अरे हैन भनेपछि हाम्रो तुलनामा अब कस्ट एकाउन्टले त धेरै देखायो होला हैन त्यसै कारणले हामीले यो चाहिँ अब हामीलाई थोरै देखायो हाम्रो शत्रुलाई धेरै घाटा भयो हामीलाई थोरै घाटा भयो भने चाहिँ हामीलाई त्यसको तुलनामा त फाइदा भयो नि त हैन त्यही कारणले 10,000 रुपैयाँ हामीले एडमा चढाउनुपर्छ र यसरी चढाउँदाखेरि तपाईँको हाम्रो आइसक्यो हैन र अब यो टोटल निकाल्ने बेलामा कसरी निकाल्नु भने नि यो 10,000 जोडेर 20,000 आयो हैन अनि 8,000 त हाम्रो लिस्टमा छ नि त यो लिस्ट हैन लिस्टमा भएकोलाई लिस्टमै लेखिदियो माइनसमा 8,000 रुपैयाँ माइनस गरिदियो हैन अनि माथिबाट गरौँ 45,000 प्लस 20,000 मा गर्नुस् 20,000 अब यो जोडेपछि माइनस 8,000 गर्नुस् 57,000 तपाईँको एन्सर निक्लिन्छ है त।